एसियन गेमबाट नेपाललाई आउट गरेको हो र अरे गरे यार गरे हेर इसान भने नेसा भने दुनियाँदारी के बनाए तिनीहरूले संस्था सङ्घ संस्था एउटा गभर्मेन्टल बडी अरे एउटा नन गभर्मेन्टल बडी अरे दुईजनाको यिनीहरूको वार चलिरहेको छ पहिलेदेखिको वार गुरुङ विजय थ्याङ्क यू सो मच फर द रोजेस है वार चलिरहेको छ दुवैजनाको टुर्नामेन्ट यसले गर्ने उसले गर्ने दुईटैले एउटै गराउने पठाउने एउटै ठाउँमा पठाउने तर को आधिकारिक हो भनेर हामीलाई थाहा छैन यता होरले खेलेर जितिसक्यो इसानको टुर्नामेन्ट यता क्वालिफायर गराइदिएछ नेसाले पठाइदिइसक्यो प्लेयर गइसक्यो खेलेर आइसके पछाडि दुईजनाको लफडा पर्छ तिनीहरूको लफडा परिसके पछाडि नेपाललाई बाहिर निकालिदिएको भन्छन् ल हेर अब यो काण्ड हो यसरी हुन्छ केही हुन्छ सब चोरहरू छन् यहाँ त्यो जुन छन् नि त्यहाँ इसान र नेसामा जो छन् नि तिनीहरूलाई गएर कि अहिले तिनीहरूलाई दिमागमा अलिअलि त्यो अब यत्रो पठाइसके पछाडि त तिनीहरूले बुझे होला होइन तर तिमीहरूलाई नडाटी भनिदिन्छु कि केटा हो जब इसान बनेको थियो जब नेसा बनेको थियो नेसाको मेन प्रेसिडेन्सी अलिकति ई स्पोर्ट्समा हल्का भए पनि नलेज भएको मान्छे हो मलाई थाहा छ म मान्छु किनभने पहिला डोटाहरूको टुर्नामेन्ट हुँदा 2014-15 तिर हुने बेलामा पनि नेसाले टुर्नामेन्ट गराउँथ्यो बुझ्यौ नेसाले टुर्नामेन्ट गराउँथ्यो त्यो बेलामा यो 4MB को हाम्रो अनर दाइ छैन कुणाल दाइहरू भन्ने हो त्यो दाइहरू डोटाबाट उता इन्डिया गएर नोर्डविनको कम्पनीमा बसेर गेम सेम खेलेर आएको नेसाले त्यो बेलामा गराएको धेरै टुर्नामेन्ट लोडा लसन गराएको हो नेसाले हैन उनीहरूलाई अलिअलि आइडिया थियो यो गेमिङ स्पोर्ट्स यताउति भनेर तर जब इसान आए लगतै म इसानको मान्छेहरूसँग जब दाइहरू भेट्न जान्छ जब म भेट्न जान्छु त्यो बेलामा पनि मैले बुझ्ने बेलामा जब फर्म भइरहेको थियो त्यो बेलामा नि लिटरली त्यहाँ भएको मान्छेलाई पब्जी मोबाइलको एउटा टिममा कतिजना खेल्छन् भाइ भनेर सोध्ने खालका मान्छे थिए कसरी चल्छ टिम कसरी चल्छ संस्था एउटा प्लेयरलाई मेन्टल्ली आफूले सरकारको साइड तर्फबाट पनि गभर्मेन्टल बडी भनिसके पछाडि एउटा हुन्छ नि प्लेयरहरूलाई पनि अलिकति फिजिकल्ली हुन्छ मेन्टल्ली हुन्छ त्यो सपोर्ट गभर्मेन्टल साइडबाट कहीँ केही त छैन नै टुर्नामेन्ट भइरहेको थियो टुर्नामेन्ट तिमीहरूलाई याद नै होला पिएमएसएल बुढा नीलकण्ठमा भइरहेको त्यो कुरा कतिजनाले भने खोलेनन् होइन तर म आज भनिदिन्छु त्यो बेलामा ताला लगाइदिएको थियो भेन्यूमा आएर ताला लगाइदिएको थियो कसले लगाएको थियो भन्दा इसानले आएर लगाइदिएको थियो ताला लगाइदिएर त्यो दिन गेम पोस्टपोन भएको थियो अनि टेन्सेन्टले खोयो गर्छ यहाँ नेपालमा ल्यान्ड इभेन्ट कसरी गराउँछ टुर्नामेन्ट गराउँछ उनीहरूले ल्यान्ड गराउँछ अस्ति भर्खरै यहाँ यो दिव्येश्वरी प्लानिङमा भइरहेको थियो टुर्नामेन्ट त्यो टुर्नामेन्टमा पनि पिएमएनसी को ल्यान्ड थाहा छ होला नि अघिल्लो चोटिको पिएमएनसी को ल्यान्ड इभेन्ट भइरहेको बेलामा एउटा त इन्टरनेटले पुरै त्यो डिस्टर्बै गरिदिरहेको थियो वोडलिङको इन्टरनेट राखेको थियो वोडलिङले त्यो बेलामा आफ्नो ट्राई आउट गर्यो उनीहरूले राम्रो गर्यो जसो तसो गर्यो होरो स्टोरबाट स्प्लिटर लगेको थियो है त्यो टुर्नामेन्टमा पनि याद गर फेरि वोडलिङको इन्टरनेटले डाइरेक्ट अब त्यत्रो धेरै प्लेयर हुन्छ सबैकोमा कनेक्ट गर्नु पर्यो एउटै पिङ दिनु पर्यो त्यो स्टेबल नभएको भएर होरो स्टोरबाट त्यो 3-in-1 इथरनेट स्प्लिटर लगेर गएको त्यो 3-in-1 वाला स्प्लिटरमा इथरनेटको केबल जोडाएर प्लेयरको फोनमा जोडाएर अनि त्यहाँबाट बल्ल 3-in-1 वाला स्प्लिटरमा इथरनेटको केबल जोडाएर प्लेयरको फोनमा जोडाएर अनि त्यहाँबाट बल्ल त्यो बेलाको टुर्नामेन्ट सक्सेसफुल भएको तर त्यो बेलामा पनि चाहिँ प्रहरी प्रशासनबाट चाहिँ मान्छे पठाएर इसानले पिएमएनसी को ल्यान्ड रोक्न चाहिँ खोजेको थियो त्यो बेलामा पनि बुझ्यौ नि पछि यहाँबाट सबै पेपर डकुमेन्ट गरेर पर्मिसन लिएर के लौडा लसन गरेर गएर अनि बल्ल पर्मिसन दिएको अनि त्यस्तो मान्छेहरूलाई राखेर जब एउटा केही राम्रो हुँदैछ देशमा क्रिकेट छैन एनपीएल भइरहेछ फ्रेन्चाइज छ उनीहरूले आफ्नो साइडबाट गर्ने पारस दाइहरूले गर्ने सबै आफ्नो एन्डबाट गरिराख्नु भएको छ फुटबल देख्यौ फुटबलमा छैन अरू गयो छैन अरू स्पोर्ट्समा पनि साथ सपोर्ट छैन अनि अब हुँदा ई स्पोर्ट्समा पनि दखलअन्दाजी गर्ने यार 2 पैसा देशको लागि 2 पैसा प्लेयरले खेलेर कमाइरहेको छन् ट्याक्स भरि तिरिरहेको छन् गेम खेल्न नपाउने सेवा सुविधा त दिएको छैन दिएको कसैले दिएको छैन सेवा सुविधा प्लेयरलाई टिमले एउटा पर्सनल व्यक्तिले एउटा संस्थाले आफ्नो प्लेयर आफ्नो खेलाडीलाई कसरी राखिरहेको त्यो राखिरहेको छन् दिनरात पसिना खनाएर पैसा कमाएर टिममा लगानी गरेर टिम चलाइरहेको छन् त्यसमा त सरकारले साथ दिएको त छैन सरकारलाई पनि म दोष दिदिन सरकारले एउटा निकाय छुटाइदिएको छ त्यो निकायले त साथ दिएको छैन नि त अहिलेसम्म हैन साथ दिएको छैनौ भने बिचमा दखलअन्दाजी नि नगर्देऊ यदि सक्छौ त साथ देऊ सक्दैनौ भने दखलअन्दाजी नगर नयाँ सरकार आएको छ नयाँ सरकारबाट हाम्रो त्यही एउटा विनम्र अनुरोध भनेकै त्यही हो दाजुहरूलाई हामीले धेरै माया गर्छौं धेरै रेस्पेक्ट गर्छौं धेरै आशा राखेको छौं हामीले हैन केही कुरामा चाहिँ परिवर्तन हुनुपर्छ है भनेर त्यो परिवर्तन होपफुल्ली हुन्छ चाँडै हैन त्यही हो को इसान भने आइएसएचएन इसान भने मान्छे हैन इसान भनेको एउटा संस्था गभर्मेन्टल बडी हो का